सञ्चालक यो 2082 को यो निर्वाचनको सन्दर्भमा हामी उठिरहेका छौँ। निर्वाचन प्रणाली सुरु भइसकेको छ। यस कार्यक्रमका निर्वाचन टिमका आयुक्त सर, निर्वाचन कार्यालय र यहाँका सम्पूर्ण निर्वाचनसँग सम्बन्धित निकायहरू र यहाँ विद्यार्थी भाइ बहिनीहरूमा सर्वप्रथम हार्दिक नमस्कार गर्न चाहन्छु। आज हामी एउटा सिकाइमा छौँ। आज हामीले एउटा अहिलेको लोकतान्त्रिक गणतन्त्रको हिसाबमा आफ्नो अधिकारलाई प्रयोग गर्ने दिन भएको छ। यो समग्र परिस्थितिलाई हेर्दाखेरि मैले आफ्नो स्थानीय निर्वाचनलाई सम्झिरहेको छु। स्थानीय निर्वाचनको झलको आइरहेको छ र यहाँ उपस्थित सम्पूर्ण भाइ बहिनीहरूले आफ्नो प्रतिनिधि छान्ने अधिकार सुनिश्चित भएको छ। आफूले मन परेका, आफूले चोइस गरेका विद्यार्थीहरूलाई आफ्नो टिमको क्याप्टेन बनाउने कुरा आज यहाँहरूले चाहिँ जुन भोट हाल्ने राख्नु भएको छ, एकदमै निस्वार्थ भावनाले कसैको दबावमा नपरिकन आफ्नो निस्वार्थ सोच र भावनाले काम गर्न सक्ने व्यक्तिलाई छनौट गर्नको लागि म सबैलाई अनुरोध गर्दछु। किनभने सही मान्छे छनौट गरियो भने मात्रै हामीले हाम्रो विद्यार्थीहरूको हक अधिकारको निम्ति, हाम्रो विद्यालयको हक अधिकारको निम्ति र हाम्रो यो शैक्षिक वातावरणलाई गुणस्तरीय बनाउनको लागि भूमिका खेल्न सक्दछ। त्यसैले नआत्तिकन, नबिगारिकन एकदमै शान्तसँग अनुशासित ढङ्गबाट भाइ बहिनीहरूले आफ्नो प्रतिनिधि छान्नुहुनेछ भन्ने आशा विश्वास राख्दै यो निर्वाचन आयोग चाहिँ सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। हामीले यो विद्यालयले अहिले जुन अभ्यास गरिरहेको छ यो अत्यन्तै खुसी लागेको छ मलाई। किनभने यो हामीले अहिले विद्यार्थी जीवनकालदेखि नै यसलाई हामीले प्रजातान्त्रिक ढङ्गबाट अगाडि बढाउने प्रयास गरिएको छ। यो असाध्यै सान्दर्भिक छ। यसले भोलि गएर हाम्रा वडाका, हाम्रा प्रदेशका सङ्घका सांसदहरू छान्ने कुरामा पनि हाम्रो यो प्रक्रिया यस्तै हुन्छ। यसले हामीलाई ठुलो सिकाइ हुन्छ। हामीले कस्ता व्यक्तिहरूलाई छान्नुपर्छ, कस्ता व्यक्तिहरूलाई नेतृत्व दिनुपर्छ भन्ने कुराको सिकाइ पनि हो। त्यसैले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यो 82को निर्वाचन सफलताको शुभकामना व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दै जसले यो निर्वाचनमा विजय प्राप्त गर्नुहुनेछ उहाँहरूले निस्वार्थ भावनामा यो विद्यार्थीहरूको लागि, यो विद्यालयको लागि आफ्नो समय चाहिँ व्यतीत गर्दै राम्रो काममा अगाडि बढ्नुहुनेछ भन्ने आशा पनि लिएको छु। र जो यो चुनावबाट अलिकति कम भोट लिएर आउनुहुनेछ उहाँहरूले पनि एउटा सिकाइ हामी विद्यालयको लागि विद्यार्थीहरूको बिचमा कसरी घुलमिल हुन पर्दो रहेछ, कसरी विद्यार्थीहरूको मन जित्न सकिन्छ भन्ने कुराको सिकाइ हुनेछ भन्ने विश्वास राख्दै यहाँहरूको सबै कार्यक्रमको शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद।